यदि तपाईँको कुण्डलीमा यो ठाउँमा 6 नम्बर लेखिएको छ भने यो भिडियो तपाईँको लागि हो। आज हामी कुरा गर्दैछौँ वर्ग लग्नको बारेमा, जुन चाहिँ कन्या लग्न पनि भन्छौँ। सो वर्ग लग्न और कन्या लग्नहरूको चाहिँ कस्तो खालको क्यारेक्टरिस्टिक्स हुन्छ र उनीहरूले गर्नुपर्ने कुराहरू चाहिँ के छन् त, आज हामी त्यो बुझ्दैछौँ। फर्स्टमा चाहिँ छ एनालाइसिस। सो वर्ग लग्नहरू चाहिँ एकदमै भनौँ न, यहाँ तल सेकेन्ड पोइन्टमा पनि एउटै पोइन्टमा आउँछ निट पिकिङ। सो सानो सानो कुरालाई चाहिँ, सानो सानो डिटेल्सहरूलाई चाहिँ उनीहरूले चाहिँ एकदमै फोकस तरिकाले हेर्न सक्छन् र उनीहरूले थाहा पाउन सक्छन्। सो तपाईँले जेनरली त्यसलाई चाहिँ इग्नोर गर्ने कुराहरू पनि उनीहरूले चाहिँ नोटिस गरिरहेको हुन्छ। सो जसको कारणले गर्दाखेरि चाहिँ राम्रो एनालाइसिस पनि गर्न सक्छन्, राम्रो क्रिटिसिजम अर भनौँ न क्रिटिकल फिडब्याकहरू पनि दिन सक्छन् होइन। जसको कारणले गर्दाखेरि चाहिँ एउटा राम्रो मेन्टर पनि उनीहरू चाहिँ बन्न सक्छन् है। तपाईँको साथी अरू तपाईँको फ्रेन्ड सर्कलमा चाहिँ कोही भएको छन् भने चाहिँ उहाँहरूले चाहिँ तपाईँलाई एकदम राम्रो एडभाइस पनि दिन सक्छन् र तपाईँको सानो सानो गल्तीमा चाहिँ उहाँहरूले हेल्प पनि गर्न सक्छन्। त्योसँगै चाहिँ हामीसँग छ एसओपी, र त्योभन्दा अगाडि यो क्रिटिसिजमको बारेमा चाहिँ अझै अलिकति कुरा गरौँ। सो वर्गोहरू चाहिँ भनौँ न, त्यो अघिको मैले जुन कुरा गरेँ निट पिकिङको कारणले गर्दाखेरि चाहिँ फेरि उनीहरू अरूलाई भन्न पनि डराउँदैनन्, उनीहरू क्रिटिसाइज गर्न पनि डराउँदैनन्, जसको कारणले गर्दाखेरि चाहिँ अलिकति रिलेसनसिपमा चाहिँ इस्यु आउन सक्छ। सो त्यही भएर चाहिँ अलिकति क्रिटिसाइज गर्नुभन्दा अगाडि चाहिँ एकचोटि सोच्नुपर्ने हुन्छ है। सबैलाई चाहिँ क्रिटिसिजम नमन पर्न सक्छ। सो त्यही भएर चाहिँ अलिकति कन्स्ट्रक्टिभ क्रिटिसिजमको तरिकाले चाहिँ तपाईँले इफ क्रिटिसाइज गर्नुहुन्छ भने त्यो बेटर होला तपाईँको रिलेसनसिपको लागि। त्यसपछि हामी कुरा गर्दै थियौँ एसओपीको। सो एसओपी भन्नाले स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्योर। सो वर्ग लग्नहरूले चाहिँ स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्योर चाहिँ एकदमै राम्ररी फलो गर्छन्। उनीहरूलाई स्टेप बाई स्टेप काम दियो भने चाहिँ एकदमै राम्ररी गर्न सक्छन् र त्यहाँ चाहिँ अलिकति क्रिएटिभिटीको चाहिँ कमी हुनसक्छ, बट स्टिल त्यो एउटा स्टेप बाई स्टेप गर्नुपर्ने जुन प्रोसिड्योर छ, जस्तै एउटा डक्टरको काम, डक्टरको सर्जरी, अरू एउटा अडिटरको काम होइन, एउटा अकाउन्ट्सहरू हेरेर त्यो अनुसारको गर्नुपर्ने हुन्छ उनीहरूले अडिटिङ। सो त्यस्तो खालको कामको लागि चाहिँ एकदमै पर्फेक्ट हुन्छ भने एउटा आर्टिस्टिक कामको लागि चाहिँ अलिकति चाहिँ यो फिट नहुनसक्छ, बट स्टिल तपाईँको चार्टमा भिनस राम्रो छ भने त्यसले पनि ब्याकअप चाहिँ दिइ नै हाल्छ है। सो त्यो एसओपीको कुरा पनि भइहाल्यो। त्योसँगै हामी कुरा गर्छौँ अब प्लानिङ एन्ड लजिक। सो वर्ग लग्नहरूमा चाहिँ अलिकति चाहिँ इमोसनको कमी चाहिँ हुनसक्छ है। तपाईँको मुन अब बेटर छ भने चाहिँ त्यो फुलफिल त गर्ला, बट स्टिल जेनरली भन्नुपर्दाखेरि चाहिँ अलिकति लजिक ड्रिभन, अलिकति भनौँ न दिमागले सोच्ने मनले भन्दा पनि। सो त्यस्तो खालको चाहिँ हुनसक्छ, जसको कारणले गर्दाखेरि चाहिँ अलिकति अघि नै मैले भनेको जस्तै रिलेसनसिपमा इस्यु आउन सक्छ। र वर्ग लग्नको एउटा राम्रो एस्पेक्ट भनेको उनीहरूले प्लान चाहिँ एकदम राम्ररी गर्न सक्छ, किनभने उनीहरूले स्टेप बाई स्टेप सबै कुराहरूको बारेमा, सबै पोसिबिलिटीको बारेमा चाहिँ सोचिसकेको हुन्छ। सो वर्ग लग्नको लागि यति नै। यसपछि हामी तुला लग्नको बारेमा कुरा गर्छौँ। सो त्यही भएर चाहिँ तपाईँले यो च्यानललाई चाहिँ फलो गर्नु होला र आफ्नो केही क्वेसन छ भने चाहिँ कमेन्टमा भन्नु होला, म त्यसको एन्सर गर्ने नै छु। राधे राधे।